नमस्कार, म सन्तोष प्रसाद दाहाल। मेरो स्थायी घर ओखलढुङ्गा। हाल म भक्तपुर सूर्यविनायक नगरपालिकामा बस्दछु। हाम्रो व्यवसायको नाम रसिलो एग्रिकल्चर नेपाल हो। यसले उत्पादनदेखि लिएर सङ्कलन, प्रशोधन, बजारीकरण र सेवा क्षेत्रका कामहरू गर्दछ। यो भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका 4 दधिकोटमा अवस्थित छ। हामीले कसरी उद्यम व्यवसायको विषयमा माइन्डसेट तयार गर्ने भन्ने विषयमा आज हामी छोटो चर्चा गर्न गइरहेका छौँ। उद्यम व्यवसाय के हो भन्ने कुरा चाहिँ सर्वप्रथम हामीले बुझ्नु जरुरी हुन्छ। उद्यम भन्नाले नाफा कमाउने उद्देश्यले ग्राहकको सन्तुष्टिलाई केन्द्रबिन्दुमा राखेर गरिने सम्पूर्ण कामहरू नै उद्यम वा व्यवसायहरू हो। उद्यम व्यवसायलाई हामीले सैद्धान्तिक रूपमा बुझिसकेपछि उद्यमशीलता के हो भन्ने विषयमा पनि हामी छोटो चर्चा गरौँ। एउटा व्यक्ति उद्यमी बन्ने प्रक्रिया भनेकै उद्यमशीलता हो, जहाँ ग्राहकका समस्याहरूलाई पहिचान गरिन्छ र ती समस्याहरूलाई कसरी समाधान गर्न सकिन्छ भन्ने कुराको उपायहरूको खोजी गरिन्छ। तिनै उपायहरू खोजी गर्ने क्रममा आइपर्ने सम्पूर्ण प्रक्रियाहरू नै एउटा उद्यमशीलता बन्ने प्रक्रिया हो, जसमा व्यक्तिले उद्यमशीलताको प्रक्रियामा अगाडि बढ्दाखेरि व्यावसायिक अवसरको पहिचान गर्न सक्नुपर्दछ, उसले एउटा नेतृत्व गर्न सक्नुपर्दछ, उसले एउटा अवसरहरूलाई क्याच गर्न सक्नुपर्दछ, लिन सक्नुपर्दछ, त्यसै गरी एउटा फाइदा हुने खालको कामहरू गर्नुपर्दछ, त्यस्तै गरेर एउटा निरन्तरता दिनुपर्दछ, जोखिम मोल्न सक्नुपर्दछ। यी विविध प्रक्रियाहरू अपनाइसकेर एउटा व्यक्ति एउटा उद्यमशीलताको बाटोमा हिँड्न सक्छ। उद्यमशीलताको कुरा गर्दै गर्दा हामीले गरिरहेको कामको बारेमा पनि थोरै तपाईहरुलाई जानकारी गराउन जरुरी हुन्छ जस्तो लाग्छ मलाई। रसिलो एग्रिकल्चर नेपाल आजको दिनमा आइपुग्नको लागि यसले विभिन्न आरोह अवरोहहरू पार गरेर आइसकेको छ। हामीले 2013 मा कोरियामा प्रवेश गरिसकेपछि त्यहाँको औद्योगिक विकासलाई नजिकबाट निहाल्यौं, प्रत्यक्ष कामदारको रूपमा अनुभव लिने मौका पाइयो, जसले हामीलाई पनि एउटा उद्यमशीलताको क्षेत्रमा हिँड्नको लागि प्रेरित गर्यो। त्यस कार्यलाई म एउटा महत्त्वपूर्ण विश्वविद्यालयको रूपमा लिन्छु, किनकि यदि हामी कोरिया गएका हुन्थेनौँ भने हामीले आजको यो व्यवसायतर्फ हामी आकर्षित हुन सक्दैनथ्यौँ, हामी यो विषयमा जानकार हुँदैनथ्यौँ। त्यसकारण त्यो अवधिमा हामीले कोरिया बसाइको क्रममा हामीले 21 जना साथीहरू मिलेर हामीले सर्वप्रथम सञ्जाल इन्भेस्टमेन्ट नेपाल भन्ने एउटा कम्पनी नेपालमा दर्ता गर्यौं। त्यसमार्फत हामीले अबको बाटो उद्यमशीलताको बाटो हो र अब हामी नेपालमा गएर कृषि क्षेत्रमा कार्य गर्नुपर्छ भन्ने एउटा दृढ सङ्कल्प गर्यौं र हामी कोरियाबाट नेपाल फर्क्यौं। कोरियाबाट नेपाल फर्किसकेपछि हामी सुरुमा हामीले एउटा डिपार्टमेन्ट स्टोर सञ्चालन गर्यौं, लिखु एग्रिकल्चर डिपार्टमेन्ट स्टोर। त्यसै गरी त्यसले चाहिँ रैथाने खाद्यान्नलाई बजारीकरण गर्ने त्यसको उद्देश्य रहेको थियो। त्यसै गरी हामीले लिखु एग्रिकल्चर नेपाल मार्फत उत्पादनलाई प्रमोट गर्नको लागि, उत्पादनमा वृद्धि गर्नको लागि नेपालमा अनार खेतीमा चाहिँ आत्मनिर्भर बनाउनु पर्छ भन्ने उद्देश्यले इन्डियाको महाराष्ट्रको नासिकदेखि हामीले अनारका बिरुवा ल्याएर हामीले ओखलढुङ्गा जिल्लामा धेरै ठाउँहरूमा 50,000 भन्दा बढी बिरुवाहरू रोप्यौं र त्यसलाई हामीले बजारसम्म ल्याउनको लागि मेहनत गर्यौं। तर पनि विविध अप्ठ्याराहरूले उत्पादनको क्षेत्रमा जसरी हामीले सफलता हुनुपर्ने थियो, तर हामीले उत्पादनबाट राम्रोसँग फाइदा लिन सकेनौं। हाम्रो त्यो व्यवसायलाई हामीले एउटा असफलताको रूपमा हामीले सिक्नको लागि एउटा मौका पायौं। तर त्यसैको जगमा रहेर अब हामीले कसरी काम गर्नुपर्ने रहेछ भन्ने अनुभवको आधारमा हामीले रसिलो एग्रिकल्चर नेपाल मार्फत किसानहरूबाट र आफूले पनि उत्पादन गरेका सामग्रीहरूलाई सङ्कलन गरेर प्रशोधन गरेर बजारीकरण गर्न सक्यो भने नेपाली उत्पादनहरूलाई विश्व बजारमा पुर्याउन सकिन्छ भन्ने अठोटका साथ हामीले यो व्यवसाय सुरु गरेर अगाडि बढिरहेका छौं। यही व्यवसायको गरेको अनुभवको आधारमा 2075 देखि अहिले 2081 सम्मको अनुभवको आधारमा हामीले यदि हामी विदेशमा बसेर विभिन्न क्षेत्रमा कामहरू गरिरहेका छौं अथवा नेपालमा फर्केर उद्यम व्यवसाय गर्नको लागि चाहिँ हामी तत्पर छौं भने हामीले के कुरामा ध्यान दिनुपर्दछ त भन्ने विषयमा म केही चर्चा गर्न गइरहेको छु।
यस क्रममा कसरी हामीले उद्यमशील मानसिकता तयार गर्ने भन्ने विषय चाहिँ प्रमुख रूपमा हामीले बुझ्नुपर्ने हुन्छ। हामीले कसरी कम्पनी सुरु गर्यौं, कम्पनी सुरु गर्दा हामीले के सोच बनाएका थियौं, हाम्रा गतिविधिहरू त्यसै अनुसार अगाडि बढ्दछन्। तसर्थ हामीले उद्यमशील मानसिकता तयार गर्नु भनेको एउटा महत्त्वपूर्ण कार्य हो, जसमा कम्पनी सुरुवात गर्नेदेखि लिएर कुन क्षेत्रमा काम गर्नेदेखि लिएर त्यसलाई कसरी निष्कर्षमा पुर्याउने सम्मका कुराहरू चाहिँ हामीले समेटेर यो विषयमा आज चर्चा गर्न गइरहेका छौं। उद्यमशील मानसिकताको लागि सर्वप्रथममा आफ्नो इच्छा वा रुचि लागेको व्यवसाय छान्न सक्नुपर्दछ। हामी कुन चाहिँ क्षेत्रमा काम गर्ने हो, हाम्रो रुचि के हो भन्ने कुरा पहिचान गर्नुपर्दछ। रुचि पहिचान गर्ने भनेर मात्रै पनि हुँदैन, त्यसका लागि केही निश्चित आधारहरू छन्। ती आधारहरू हामीसँग छ कि छैन भन्ने कुरा महत्त्वपूर्ण कुरा हो। व्यवसाय गर्नुभन्दा अगाडि हामीले व्यवसायसँग सम्बन्धित ज्ञान, सिप, पुँजी, क्षमता, दक्षता यी विविध कुराहरू आउँछन्। हामीलाई काम गर्नुभन्दा अगाडि त्यो कामसँग सम्बन्धित ज्ञानको छ कि छैन त, त्यो व्यवसायसँग सम्बन्धित सिप छ कि छैन भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। त्यस्तै गरेर त्यो व्यवसायलाई अगाडि बढाउनको लागि हामीसँग पुँजी छ कि छैन त भन्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ। यदि हामीसँग ज्ञान छ, सिप छ, पुँजी छ, त्यो काम गर्दाखेरि बजार पनि छ र त्यो काम गर्दा लगानी गर्न सक्ने पुँजीको नाफा निकाल्न सक्ने क्षमता पनि हामीसँग छ भने बल्ल हामीले त्यो व्यवसायलाई रोज्नु पर्दछ। नत्र भने हामीसँग रुचि एकातिर हुन्छ, इच्छा एकातिर हुन्छ, तर त्योसँग सम्बन्धित त्यो व्यवसायलाई अगाडि बढाउने ज्ञान, सिप, पुँजी छैन भने हामीले त्यो व्यवसाय इच्छा लागेको भरमा मात्रै गर्न पनि हुँदैन। त्यस्तै गरेर हामीलाई त्यो व्यवसायलाई अगाडि बढाउनको लागि पारिवारिक सहयोग कतिको छ त, त्यस व्यवसायसँग सामाजिक प्रतिष्ठा, इज्जतहरू छ कि छैन त, यो कुराहरू पनि महत्त्वपूर्ण आउँछ। त्यस्तै गरेर व्यवसाय गर्दै गर्दाखेरि त्यो व्यवसायको भविष्य छ कि छैन त, आज त राम्रो छ तर भोलिका दिनमा त्यो व्यवसायलाई निरन्तरता दिन सकिन्छ सकिँदैन भन्ने कुरा पनि एकदमै महत्त्वपूर्ण कुरा हुन्छ। यसकारण हामीले रुचिको पहिचान गर्दै गर्दाखेरि ज्ञान, सिप, पुँजी, लगानी, भविष्य, त्यसमा जोखिम लिन सक्ने क्षमता यी कुराहरूलाई आधार बनाएर हामीले हाम्रो व्यवसायलाई छान्न सक्नुपर्दछ। त्यस्तै गरेर दोस्रो नम्बरमा छ हामीले ग्राहकका समस्याको समाधान गर्न सक्ने कुराहरू। हामीले गरेको व्यवसायले ग्राहकको कुन चाहिँ समस्यालाई समाधान गर्न सक्छ भन्ने कुरा एकदमै महत्त्वपूर्ण हुन्छ। ग्राहकका समस्याहरूलाई पहिचान गरेर त्यो समस्यालाई समाधान गर्ने उपायहरू भयो भने मात्रै त्यसले एउटा व्यावसायिक रूप लिन्छ। त्यसकारण हामीले जहिले पनि व्यवसाय सुरु गर्दाखेरि उद्यमशील यो काम गर्छु भनेर मानसिकता तयार गर्दै गर्दाखेरि तपाईले गरेको व्यवसायले अथवा हामीले गरेको व्यवसायले ग्राहकको कुन चाहिँ समस्या समाधान गर्छ भन्ने कुरामा ध्यान दिनुपर्दछ र त्यो समस्यालाई समाधान गर्ने उपायहरू अपनाउने क्रममा हाम्रो व्यवसाय सिर्जना हुन्छ। यसरी हामीले माइन्डसेट तयार गर्नुपर्दछ। नम्बरमा छ अध्ययन अनुसन्धान गर्ने। हामीले गर्ने व्यवसाय सुरु गर्नुभन्दा अगाडि त्यो विषयसँग सम्बन्धित कुराहरूको बारेमा अध्ययन अनुसन्धान गरेर मात्रै हामीले व्यवसायलाई सुरु गर्नुपर्दछ। यदि हामीले अध्ययन अनुसन्धान नगरिकन काम सुरु गर्यौं भने भोलिका दिनमा हामीलाई काम गर्ने क्रममा धेरै अप्ठ्याराहरू आइपर्छन्। त्यसकारणले जस्तो हामीले गरिरहेका छौं रसिलो एग्रिकल्चर नेपाल यो कृषिसँग सम्बन्धित काम गरिरहेको हुँदाखेरि यसमा के कस्ता समस्याहरू आउँछन्, यसको स्रोतहरू कहाँबाट कलेक्सन गर्न सकिन्छ, त्यो विषयमा हामीले अध्ययन अनुसन्धान गरेका थियौं र हामीले काम गर्न सजिलो भएको छ। हामीले स्रोतको कहाँबाट आउँछ, हामीले उत्पादन गरेको सामग्री कहाँ दिने, हामीले प्रोसेसिङमा के कुरामा ध्यान दिनुपर्छ भन्ने कुरा चाहिँ हामीले विभिन्न यस्तै काम गरिरहेका व्यक्तिहरूबाट र अन्य पत्र पत्रिकाहरू, किताबहरूबाट अध्ययन अनुसन्धान गरेर मात्रै हामीले हाम्रो व्यवसायलाई अगाडि बढाउनु पर्दछ, सुरु गर्नुपर्दछ। व्यवसायीहरूसँग सिक्ने। हामीले हाम्रो व्यवसाय गर्नुभन्दा अगाडि उक्त व्यवसाय अरूहरूले गरिरहेको ठाउँबाट धेरै कुराहरू सिक्नु पर्दछ र मात्रै काम सुरु गर्यो भने हाम्रो व्यवसाय सफल हुन्छ। व्यवसायीहरूसँग सिक्दाखेरि हामीले के हुन्छ भने उहाँहरूले काम गर्दाको सम्पूर्ण अनुभवहरूलाई हामीले सिकेर त्यसमाथि हामीले के कुराहरू जोडियो, उहाँहरूले के कमजोरी गर्नुभयो भन्ने कुरा चाहिँ हामीले जानकारी लिन सक्यौँ भने हामीले नयाँ गर्ने व्यवसायलाई सजिलैसँग उहाँहरूको अनुभवको आधारमा अगाडि बढाउन सक्छौँ। त्यसकारण जहिले पनि व्यवसाय गर्नुभन्दा अगाडि उक्त व्यवसाय सम्बन्धित व्यवसायीहरूसँग गएर खोजेर उहाँहरूलाई के कसरी हुन्छ उहाँहरूसँग पुगेर चाहिँ उहाँहरूको अनुभव लिएर उहाँहरूको कमजोरीलाई चाहिँ हामीले नदोहोऱ्याउने गरेर र उहाँहरूले कसरी सफल हुनुभयो त्यो कुराहरू सिकेर चाहिँ हामीले व्यवसाय गर्यौँ भने हामीले पक्कै पनि हाम्रो व्यवसाय सफल हुन सक्छ भन्ने लाग्छ।
5औं नम्बरमा छ सानो कामबाट सुरु गर्ने र ठुलो सपना देख्ने। हामीले व्यवसाय सुरु गर्नुभन्दा अगाडि एउटा ध्यान दिनुपर्ने कुरा के हो भने जहिले पनि काम गर्दा हामीले सानो कामबाट सुरु गर्नुपर्दछ। एकैचोटि हामीसँग पैसा छ, क्षमता छ, लगानी गर्न सक्छु, म जे पनि गर्न सक्छु भनेर होसिएर व्यवसाय सुरु गर्नु हुँदैन। जहिले पनि हामीले सानोभन्दा सानो कामबाट सुरु गर्नुपर्दछ। तर त्यो व्यवसायको प्रकृति चाहिँ ठुलो हुने खालको हुनुपर्दछ। म तपाईहरुलाई हाम्रै उदाहरण दिन सक्छु। हामीले व्यवसाय गर्ने भनेको 1 करोड पुँजीबाट हामीले सुरु गरेको काम हो। हामीले 5 जना स्वयं कामदारबाट सुरु गरेको कम्पनी आज हामीले 50 जना भन्दा बढी, 55 जना भन्दा बढी कामदारहरूलाई रोजगार दिन सकेका छौं। हामी आफू पनि रोजगार भएका छौं। तर पनि हामीले एउटा सामान्य एउटा पसल सुरु गरेका हुन्थ्यौं भने के हुन्थ्यो, त्यहाँ आज 1 जना 2 जना भन्दा बढी काम गर्ने मान्छे हुन्थेनन् र त्यो व्यवसाय के हुन्थ्यो, सानो प्रकृतिको हुन्छ। जति वर्ष भए पनि एउटा सानो पसलले दिने तपाईको चाहिँ आम्दानी अथवा त्यसमा गर्ने लगानी लगभग एभरेज हुन्छ। त्यसकारण हामीले माइन्डसेट तयार गर्दाखेरि जहिले पनि व्यवसायको प्रकृति चाहिँ ठूलो हुने, एकदमै फराकिलो हुने खालको सोच्नु पर्दछ। आज हामीले 10औं हजार किसानसँग जोडिएर उहाँहरूका सामानहरूलाई सङ्कलन गर्न अथवा उहाँहरूको सामानलाई हामीले खरिद गर्न सक्षम भएका छौं। हामीले यसलाई अझै पुँजी बढाएर यसलाई अझै हामीले बजार राम्रो खोज्ने हो भने यो व्यवसायलाई अझै ठूलो बनाउन सकिन्छ। 1 करोडबाट सुरु भएको व्यवसाय आज हामीले 8 करोड भन्दा बढी पुँजी लगानी गर्न यहाँ सकेका छौं। त्यसै गरेर हामीले महिनामा 1 लाख रुपैयाँ मुस्किलले व्यापार गर्दा खुसी भएर फर्केर आएका हामी आज वार्षिक रूपमा 12 करोड भन्दा बढीको व्यापार गर्न सक्षम भएका छौं। किनभने यो व्यवसायमा जति लगानी गरे भने पनि यसलाई अझै फराकिलो बनाउन सकिन्छ, सम्भव छ। विश्व बजारमा धेरै बजारहरू हामीले खोज्न सक्यौं भने यो व्यवसायमा अझै धेरै भन्दा धेरै पुँजी लगानी गरेर हामीले यसलाई ठूलो बनाउन सक्छौं। तर हामीले यो काम गर्दाखेरि एकैचोटि हामीसँग पुँजी छ भनेर करोडौं लगानी गरेका हुन्थ्यौं र काम नसकिकन काम सुरु गरेका हुन्थ्यौं भने यसलाई हामीले यो उचाइसम्म ल्याउन सक्दैनथ्यौं। त्यसकारण जहिले पनि हामीले काम गर्दा सानो कामबाट सुरु गर्ने र त्यो ठूलो बनाउने सपना देख्ने गर्नुपर्दछ। त्यो एउटा मूल मन्त्र दिमागमा राख्यो भने हामीलाई काम गर्नलाई सजिलो हुन्छ र सफलता प्राप्त गर्न पनि सकिन्छ। माइन्डसेट तयार गर्दाखेरि अर्को ध्यान दिनुपर्ने कुरा के छ भने असफलतासँग नडराउने। हामीले कुनै पनि काम गर्दाखेरि भोलि असफलता हुन्छ कि भनेर आज डराइयो भने कुनै पनि काम सुरु गर्न सक्दैनौं। तर हामीले काम गर्ने क्रममा हामीले व्यावहारिक रूपमा काम गर्दाखेरि धेरै हामीले अप्ठ्याराहरू झेल्नु पर्ने हुन्छ। विश्वविद्यालयमा सैद्धान्तिक रूपमा पढे जस्तो व्यवसायलाई अगाडि बढाउन सम्भव छैन। यो भनेको खुल्ला प्रतिस्पर्धामा आफू जहिले पनि सफल हुन सक्नु पर्दछ। यहाँ करोडौं लगानी गर्ने मान्छेसँग प्रतिस्पर्धा गर्न सक्नु पर्दछ। उद्यम क्षमता भएका ठुलठुला पुँजी भएका व्यक्तिहरूसँग पनि हामीले चाहिँ कम्पिटिसन गरेर मार्केटमा हामीले हाम्रो सामानलाई बेच्न सक्नुपर्छ। त्यसकारण असफलता हुन सक्छ। हाम्रै उदाहरण दिने हो भने पनि हामीले सुरुमा कोरियाबाट नेपाल फर्केर आउँदाखेरि हामीले लगभग डिपार्टमेन्ट स्टोर, उत्पादन केन्द्र लगानीको क्षेत्रमा गरेको लगानी हामीले 5-6 करोड भन्दा बढी चाहिँ हामीले डुबाएका छौं अथवा हाम्रो लगानी फिर्ता भएको छैन। तर हामीले हार खाएनौं। त्यसबाट हामीले सिक्यौं, काम गर्न तरिका सिक्यौं, नेटवर्किङ गर्न सिक्यौं, नेतृत्व विकासको कसरी गर्न सकिन्छ त्यो कुरा सिक्यौं। त्यसैगरी टिममा कसरी काम गर्नु पर्दो रहेछ भन्ने कुराको अनुभव लियौं र हामीले त्यसैको जगमा अहिले रसिलो एग्रिकल्चर नेपाललाई अगाडि बढाइरहेका छौं, जसले हामीलाई सफलताको के हदसम्म सफलतातिर उन्मुख गराइरहेको छ। त्यसकारण व्यवसायमा सबै मान्छेहरूले सुरु गरेका व्यवसायहरू सफल हुन्छन् भन्ने हुँदैन। धेरै व्यवसाय असफल हुन सक्छन्। तर हामीले असफलतासँग डराउनु हुँदैन, असफलताबाट सिक्नु पर्दछ र काम नगरिकन हामीले सफलता र असफलताको हकदारै हुँदैन। त्यसकारण जब हामी काम सुरु गर्छौं त्यसलेबाट मात्रै हामीले सफलता असफलता हात पर्दछ र कामलाई निरन्तर रूपमा अगाडि बढाउन सक्यो भने हामी एक दिन न एक दिन अवश्य पनि सफल हुनेछौं। उद्यम व्यवसाय गर्नुभएकाहरूले माइन्डसेट गर्दा ध्यान दिनुपर्ने अर्को एउटा महत्त्वपूर्ण बुँदा हो व्यावसायिक योजनाको निर्माण। हामीले काम गर्ने सुरु गर्ने व्यवसायको बारेमा हामीले जहिले पनि व्यावसायिक योजना निर्माण गरेर मात्रै काम सुरु गर्नुपर्दछ र मात्रै हामीले व्यवसायमा कस्तो अप्ठ्याराहरू आइपर्ने रहेछन्, के समस्याहरू हुँदा रहेछन्, व्यवसाय कसरी सुरु गर्नु पर्दो रहेछ भन्ने कुराको जानकारी प्राप्त गर्न सक्छौं। व्यावसायिक योजना भनेको हामीले ऐनामा हेर्दा जस्तो हामीले हाम्रो चित्र देख्छौं, व्यवसायको सम्पूर्ण संरचनाको एउटा चित्र हो। यसरी बुझ्नु पर्दछ। त्यो व्यवसायमा हामीले कसरी लगानी सुरु गर्छौं, कति लगानी
गर्छौँ, कस्तो खालको पेसा वा व्यवसाय गर्छौँ, त्यो वस्तु वा सेवा दिने कुन प्रकृतिको व्यवसाय हो, त्यो कहाँबाट सुरु गर्छौँ र त्यसलाई कहाँ अन्त्य गर्छौँ, कति लगानी गर्छौँ, कति कामदार राख्छौँ, कति लगानी गरियो भने कति बिक्री गर्न सक्यो भने मात्रै त्यसबाट हामीले प्रतिफल लिन सक्छौँ, हाम्रो लगानीलाई कति समयमा हामी रिटर्न ब्याक गर्न सक्छौँ, हामी कतिजना कामदारहरू राख्न सक्छौँ, हामी कुन ठाउँबाट सामानहरू स्रोत कलेक्सन गर्न सक्छौँ, यो सम्पूर्ण चित्रको खाका भनेको के हो त व्यावसायिक योजना हो। त्यसकारण हामीले व्यावसायिक योजना निर्माण गरेर मात्रै व्यवसाय हामीले सुरु गर्नुपर्दछ। हामीले अचुवाको भरमा, अर्काको देखेको भरमा, अरूले उक्साएको भरमा, अरूले फाइदा कमाएको भरमा हामीले व्यवसाय सुरु गऱ्यौँ भने हाम्रो व्यवसायलाई हामीले निरन्तरता दिन सक्दैनौँ। त्यसकारण एउटा महत्त्वपूर्ण कुरा हो व्यावसायिक योजनाको निर्माण गरेर मात्रै व्यवसायलाई अगाडि बढाउनु पर्दछ। बरु यसमा कुनै समस्या छन् भने हामीले व्यावसायिक योजना निर्माणले हामीलाई कुनै पनि भोलि आइपर्ने समस्याको बारेमा पहिले जानकारी दिन्छ। कस्तो खालको प्राविधिक विज्ञहरू चाहिन्छ त हाम्रो टिममा, त्यो कुराको जानकारी दिन्छ। हामीले उत्पादन गरेको सामग्रीहरू बजारमा कहाँ लगेर बेच्ने हो त, त्यो कुराको हामीलाई जानकारी दिन्छ। त्यस्तै गरी त्योभन्दा महत्त्वपूर्ण कुराहरू ब्याङ्कमा हामीले कुनै पनि हामीले आर्थिक रूपमा चाहिँ हामीले ब्याङ्कबाट लोनहरू लिनु पर्यो भने व्यावसायिक योजना प्रस्तुत गरेको आधारमा उहाँहरूले हामीलाई लोनहरू कर्जाहरू प्रवाह गर्नुहुन्छ। त्यस्तै गरी सरकारका निकायहरूमा पनि हामीले व्यवसायको बारेमा बताउन सक्छौँ। व्यावसायिक योजना भनेको व्यवसायको एउटा सचित्रता हो। त्यसकारण कहिले पनि हामीले व्यावसायिक योजनाको निर्माण नगरिकन व्यवसायलाई सुरु गर्नु हुँदैन। यसर्थ यी माथिका निम्न बुँदाहरूमा हामीले एकपटक ध्यान दिएर हामीले काम सुरु गर्न सक्यौँ भने भोलि गएर हामीले सुरु गरेको व्यवसायबाट हामीले घाटा पर्ने सम्भावना कम हुन्छ अथवा हामी सफलता उन्मुख हुने सम्भावना बढी हुन्छ। त्यसकारण तपाईँ सम्पूर्ण विदेशमा काम गरिरहनु भएको, नेपालमा गएर उद्यम व्यवसाय गर्ने सोच बनाइरहनु भएका व्यक्तिहरूलाई म विनम्रतापूर्वक यी निम्न कुराहरूमा ध्यान दिएर मात्रै आफ्नो व्यवसायलाई अगाडि बढाउनको लागि अनुरोध गर्दछु। हवस् त।